काङ्ग्रेसलाई एक ढिक्का बनाएर अगाडि लैजान्छौँ सभापति गगन थापा। निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च जाने देवा पक्षको निर्णय। सरकार र प्रसाईबीच सहमति। कर्मचारीको तलब 20,000 बढाउने विषयमा सरकारले सकारात्मक निर्णय गर्ने। गोर्खा मिडिया जोडिएका सहकारीका सबै आरोपितको मुद्दा संशोधन हुने। निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा 13 सेवा प्रदायक संस्था सूचीकृत। टाँसीको नाम समानुपातिक सूचीबाट हटाएको विरोधमा राजसभा कार्यालयमा प्रदर्शन। टेलिकमको ठेक्कापट्टामा चलखेल नरोकिएपछि सञ्चार सचिव अर्यालको सरुवा। कुलमान घिसिङको उज्यालो नेपाल पार्टीको काठमाडौँमा बिरेट मोटरसाइकल र्याली। सामाजिक विकासका लागि 33वटा संस्थाहरूबाट प्रस्ताव पेश। र टी20 विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाई। नमस्कार, साझा न्युजमा यहाँहरूलाई हार्दिक स्वागत छ। म सुधन विश्वकर्मा। साझा न्युज सुरु गरौँ। काङ्ग्रेसलाई एक ढिक्का बनाएर अगाडि लैजान्छौँ सभापति गगन थापाको भनाइको प्रसङ्गबाट। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले पार्टीलाई आगामी दिनमा एक ढिक्का बनाएर अगाडि बढाउने बताएका छन्। नेपाली काङ्ग्रेसको दोस्रो विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि आज केन्द्रीय कार्य समितिको बैठकले बस्नु अघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन्। सभापति थापाले विगतका तिता मिथा बिर्सेर पार्टीलाई आगामी दिनमा एक ढिक्का बनाएर अगाडि बढाउने बताएका छन्। निर्वाचन आयोगले निर्णय गरिसकेपछि निर्णयलाई अस्वीकार गरेर आगामी दिनमा अगाडि बढ्नुपर्नेमा उनको जोड थियो। पार्टीभित्रका अग्रज नेताहरूलाई सँगै हिँडाउने र नयाँ युवालाई जोडेर अगाडि बढ्छौँ। पूर्व सभापति शेरबहादुर देउवाको संरक्षकको भूमिका खोजेका छौँ। 1-2 दिनभित्र सिङ्गो काङ्ग्रेस एक ठाउँमा उभिने वातावरण बनाउन लागिरहेको उनले बताएका छन्। नेपाली काङ्ग्रेसको शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत जाने भएको छ। शनिबार पार्टी कार्यालय सानेपामा बसेको देउवा पक्षको बैठकले निर्वाचन आयोगको निर्णय सही नभएको जिकिर गर्दै न्याय माग्न सर्वोच्च जाने निर्णय भएको नेता प्रकाश शरण महतले जानकारी गराएका छन्। उनका अनुसार आइतबार नै अदालत जाने तयारी भएको जानकारी गराएका हुन्। सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईबीच शुक्रबार भएको 12 बुँदे सहमतिमा निजामती कर्मचारीको तलब वृद्धिको विषय पनि समेटिएको छ। सहमतिमा अनुसार निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको मासिक तलब 20,000 रुपैयाँ वृद्धि गर्ने मागलाई सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा वित्तीय स्रोतको उपलब्धता आधारमा सकारात्मक रूपमा विचार गर्ने जनाएको छ। निजामती कर्मचारी, सेना, प्रहरी र सशस्त्र प्रहरीले हाल प्राप्त गरिरहेको तलबमा 20,000 बढाउने सम्बन्धमा सरकारले आगामी आर्थिक वर्षको बजेट तयारी गर्दा उपलब्ध वित्तीय स्रोतको आधारमा सकारात्मक निर्णय गर्ने सहमतिमा उल्लेख गरिएको छ। महान्याधिवक्ता सविता भण्डारी बरालले गोर्खा मिडिया प्रणालीमा गैरकानुनी रूपमा रकम प्रवाह गरेको आरोपमा मुछिएका सहकारी ठगीका आरोपितहरूको 2वटा अभियोग फिर्ता लिन अस्वीकृति दिने निर्णय गरेकी छिन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामेछानेमाथि दायर भएको मुद्दामा आरोपित बनाइएका सबै हकमा सम्पत्ति शुद्धिकरण र सङ्गठित अपराधको आरोप फिर्ताको स्वीकृति दिएका हुन्। उनले सबैको हकमा मुद्दा फिर्ताको प्रक्रिया नपाई आरोपपत्र संशोधनबाट रोजेकी हुन्। यो निर्णयपछि अब जीवी राई, छविराज जोशी, रवि लामिछाने लगायत सबै विरुद्ध सहकारी ठगीको मुद्दा मात्रै बाँकी रहनेछ। आरोपपत्र संशोधन भएका सबै मुद्दाहरू ग्यालेक्सी टिभीमा रकम प्रवाह गर्ने सहकारीहरूसँग सम्बन्धित हुन गएको बुधबार रवि लामिछानेको हकमा मात्रै आरोपपत्र संशोधनको निर्णय भएको थियो। एक उच्च अधिकारीले भनेका छन्, आरोपपत्र संशोधन व्यक्तिको हकमा नभई कुनै मुद्दाको हकमा हुन्छ। यसले भेदभावको प्रश्न उठ्छ भनेर हामीले सल्लाह दिएको थियौँ। सबै आरोपितहरूको हकमा 2वटा माग दाबी छाड्न स्वीकृति दिने निर्णय भएको रहेछ। शुक्रबार पछिल्लो निर्णयपछि गत शुक्रबार गरेको निर्णयको फाइल महान्यायाधिवक्ता कार्यालयले आफ्नो वेबसाइट मार्फत हटाएको छ। निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्र लगायतका सामग्री ढुवानीका लागि विभिन्न 13 व्यवसायी संस्था सूचीकरण गरेको छ। आगामी फागुन 21 गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि आवश्यक निर्वाचन सामग्री, मतपत्र तय अन्य अत्यावश्यक सामग्री ढुवानीका लागि कुरियर सेवातर्फ 2वटा फर्म छनौट गरेको हो। आयोगका अनुसार यसरी छनौट भएका व्यावसायिक फर्ममा साझा कुरियर एन्ड कार्गो र ट्रान्स एयर इन्टरनेसनल लजिस्टिक प्रणाली रहेका छन्। आयोगले हेलिकप्टर सेवातर्फ पनि फर्म वा कम्पनीलाई सूचीकृत हुन आग्रह गरेको भए पनि कुनै पनि फर्मको दर्ता गराएको छैन। यस्तै ट्रक तथा कन्टेनर सेवा उपलब्ध गराउनका लागि 11वटा फर्म सूचीकृत भएका छन्।
टाँसी लाजम शेर्पालाई बिना आधार राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले समानुपातिक बन्द सूचीबाट हटाएको भन्दै विरोध भएको छ। हुम्ला र मुगुका नेता तथा कार्यकर्ताले केन्द्रीय कार्यालय वनस्थलीमा प्रदर्शन गरेका हुन्। दुई जिल्लाका सभापतिको नेतृत्वमा अहिले विरोध प्रदर्शन भइरहेको छ। शेर्पाले भू राजनीतिक कारण देखाउँदै रासोपाले बन्द सूचीबाट हटाएको थियो। उनले आफू तिब्बतीय नरहेको र त्यससँग कुनै साइनो पनि नरहेको भन्दै रासोपाको निर्णयमा आपत्ति जनाउँदै आएकी छिन्। उनले हिमाली क्षेत्रको पर्यावरण, संस्कृति आदि क्षेत्रमा अध्ययन गरेकी अध्याय हुन्। जेन्जी आन्दोलनपछि उनी रासोपा प्रवेश गरेको बताइएको छ। सरकारले सञ्चार तथा सूचना प्रविधि सहित राधिका अर्याललाई जिम्मेवारीबाट हटाएको छ। शुक्रबारको मन्त्री परिषद बैठकले अर्याललाई सञ्चारबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरेको हो। उनको ठाउँमा महिला मन्त्रालयकी सचिव लक्ष्मी कुमार बस्नेत सरुवा भएर जाने भएका छन्। यसअघि सचिव अर्याललाई सञ्चार मन्त्रालयको जिम्मेवारीबाट हटाउन प्रयास गरे पनि सरकारले सकेको थिएन। अनन्त शुक्रबार मन्त्री परिषद बैठकले उनको सरुवा गरेको हो। सरुवा तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सचिव अर्यालको कार्यशैली नसुध्रिएपछि पटक पटक सरुवाको प्रयास गरेका थिए। तर निजामती सेवाका उच्च पदस्थ अधिकारीले केही सैनिक अधिकारीहरूसँगको पहुँच र नाता सम्बन्धका कारण सरुवाको निर्णय हुन नसकेको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ। पछिल्लो समय भने मन्त्री खरेलले सचिव पदबाट अर्यालले कुनै हालतमा मन्त्रालय र माताहाटका निकाय सुधारको काम हुन नसक्ने भन्दै सरुवाका लागि अनुरोध गरेका थिए। कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले काठमाडौँमा वृहत मोटरसाइकल र्याली आयोजना गरेको छ। पार्टीको निर्वाचन परिचालन समितिको आयोजनामा भएको उक्त र्याली राजधानीका मुख्य सडकहरूमा निकालिएको थियो। आयोजक अनुसार र्याली तीनकुनेबाट सुरु भई ठापाथली, जमल, कमलपोखरी र गौरशाला हुँदै पुनः तीनकुनेमै पुगेर समापन भएको छ। र्याली मार्फत पार्टीले उज्यालो नेपाल अभियान, सुशासन, पारदर्शिता र जनमुखी विकासका मुद्दालाई आम नागरिकलाई पुर्याउने लक्ष्य राखेको जनाएको छ। र्यालीका क्रममा पार्टीका झण्डा, ब्यानर तथा नारासहित मोटरसाइकलमा सहभागीहरू सहर परिक्रमा गरेका थिए। काठमाडौँ महानगरपालिकाको लक्षित वर्गको कार्यक्रम सह अन्तर्गत कामापको सामाजिक विकास विभागमा अहिलेसम्म 33वटा सङ्घ संस्थाले आवेदन दिएका छन्। विभागले विभिन्न मितिमा आह्वान गरेको सार्वजनिक सूचनाबाट 30% लगायत सहभागिताका जनाउने गरी ती सङ्घ संस्थाले प्रस्ताव पेश गरेका हो। सामाजिक विकास विभागका प्रमुख समीक्षा निरुणाले जानकारी गराएकी छिन्। गत पुस 22 गते अपाङ्गताको क्षेत्रमा काम गर्ने सङ्घ संस्थाको प्रस्ताव आह्वान गरिएको थियो। 15 दिन अवधि भएकाले केही संस्थाले आवेदन दिन बाँकी नै छ। विभागले मङ्सिर 11 गते सार्वजनिक सूचना प्रकाशन गर्दै ज्येष्ठ नागरिकका लागि काम गर्ने सङ्घ संस्थाहरूसँग प्रस्ताव माग गरेको थियो। 9वटा सङ्घ संस्थाको प्रस्ताव पेश भएको यस क्षेत्रको सहयोगका लागि 20 लाख छ। गत पुस 15 गते अटिजम सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूका लागि कार्य गर्ने सङ्घ संस्थाका लागि सूचना प्रकाशन गरिएको थियो। यसमा रु 20 लाख सहयोग रहेको छ। सहयोग प्राप्त गर्न 6वटा सङ्घ संस्थाको प्रस्ताव परेको छ। 20 लाख लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक एलजिबिटिक्युआई का लागि 17 गते सार्वजनिक सूचना प्रकाशन भएको थियो। आगामी फेब्रुअरी मार्चमा भारत र श्रीलङ्कामा हुने आइसिसी टी20 विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाई गरिएको छ। नेपाली क्रिकेट सङ्घ क्यानले शनिबार एक कार्यक्रमको आयोजना गरी नेपाली टोलीको बिदाई गरेको हो। नेपाली टोलीले विश्वकप अघि श्रीलङ्का र भारतमा गएर अभ्यास श्रृङ्खला पनि खेल्ने भएकोले टोलीलाई आज नै बिदाई गरिएको हो। नेपाली टोली आइतबार प्रस्थान गर्ने छ। बिदाई कार्यक्रममा बोल्दै क्यान सचिव पारस खड्काले नेपाली टोलीलाई विश्वकपका लागि शुभकामना दिएका छन्। यो समग्र विश्वले पनि हेर्ने कुरा हो। हामी राम्रो गरिरहेका छौँ। विश्वकपका लागि खेलाडीदेखि व्यवस्थापन टिम सबैमा शुभकामना छ। खड्काले भनेका छन्, भारतमा गएर समर्थकहरूले पनि साथ दिनुहुनेछ भन्ने आशा छ। कप्तान रोहित पौडेलले तयारी निकै राम्रो भएको बताएका छन्। तयारी राम्रो भइरहेको छ। अभ्यासले पनि राम्रो फिल्ड अफ भएको जस्तो लाग्छ। रोहितले भने सन् 2025 एकदम राम्रो भएको थियो। आशा छ यो वर्ष पनि राम्रो हुनेछ। हामी समग्र नेपालीलाई प्राउड फिल गराउने उनले बताएका छन्। हवस् त, अहिलेलाई साझा न्युजको समय सकिएको छ। यदि तपाईँले हाम्रो च्यानल अझै सब्सक्राइब गर्नुभएको छैन भने कृपया अहिले नै सब्सक्राइब गर्न नबिर्सनुहोस्, ताकि हामीले अपलोड गर्ने नयाँ भिडियोहरू सबैभन्दा पहिले तपाईँको मोबाइलमा आइपुगुन्। अहिले भने हामी बिदा हुन्छौँ। नमस्कार।